गुगल अकाउंट जीमेल आईडी को पासवर्ड कसरी पता लगाउने। यदि तपाईहरुले पनि आफ्नो गुगल अकाउंट जीमेल आईडी को पासवर्ड बिर्सिनु भएको छ भने त्यस्तो अवस्थामा कसरी तपाईले आफ्नो गुगल अकाउंट जीमेल आईडी को पासवर्ड हेर्ने त। आजको यो भिडियोमा म तपाईहरुलाई एकदमै सजिलो तरिकाले गुगल अकाउंट जीमेल आईडी को पासवर्ड पता गर्न सिकाउँछु। आउनु सब साथीहरु भिडियोलाई सुरु गरौँ। गुगल अकाउंट जीमेल आईडी को पासवर्ड पता गर्नको लागि तपाईले के गर्नु होला, गुगल एप्लिकेसन ओपन गर्नु होला। ओपन गरिसकेपछि माथिपट्टि तपाईको जीमेल आईडी को सिम्बल देखाउँछ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब तपाईले के गर्नु होला, यहाँनिर गुगल अकाउंट को अप्सन देख्नुहुन्छ। यो अप्सन नभए म्यानेज योर गुगल अकाउंट को अप्सन आउँछ, तपाईले यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर एकछिन वेट गर्नु होला। त्यसपछि एउटा यस्तो इन्टरफेस खुल्छ। अब तपाईले के गर्नु होला, यहाँनिर थुप्रै अप्सनहरु देख्नुहुन्छ। तपाईले के गर्नु होला, यो अप्सनहरुलाई तपाईले यतापट्टि सार्नु होला। सार्नु भयो भने यहाँनिर तपाईले एउटा अप्सन पाउनुहुन्छ सिक्युरिटी को, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले स्क्रोल गरेर तलपट्टि आउनु होला। आउनु भयो भने फेरि यहाँनिर तपाईले एउटा अप्सन पाउनुहुन्छ पासपोर्ट को, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर तपाईले एकछिन वेट गर्नु होला। वेट गरिसकेपछि अब तपाईले आफ्नो मोबाइल लक स्क्रिन यहाँनिर तपाईले इन्टर गर्नु होला, राख्नु होला। राखिसकेपछि यहाँनिर तपाईको गाडी एउटा अर्को इन्टरफेस आउँछ। अब तपाईले आफ्नो गुगल अकाउंट जीमेल आईडी को लागि एउटा न्यू पासवर्ड क्रिएट गर्नु होला। तपाईले पुरानो पासवर्डलाई छाडिदिनुस्। यहाँनिर तपाईले आफ्नो गुगल अकाउंट जीमेल आईडी को एउटा न्यू पासवर्ड क्रिएट गर्नु होला, बनाउनु होला। पासवर्डमा तपाईले स्पेशल क्यारेक्टर, नम्बर र लेटर राख्नु होला। तीनटा मिलाएर तपाईहरुले स्ट्रङ पासवर्ड यहाँनिर क्रिएट गर्नु होला। मैले यहाँनिर आफ्नो जीमेल आईडी को पासवर्ड एउटा क्रिएट गर्छु। यो दुईटामा तपाईहरुले साथीहरु सेम पासवर्ड राख्नु होला। पासवर्ड क्रिएट गरिसकेपछि तलपट्टि चेन्ज पासवर्ड को अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि फेरि चेन्ज पासवर्ड को अप्सन आउँछ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ माथिपट्टि लेखेर आइसकेको छ पासवर्ड चेन्ज सक्सेसफुली। सो यो तरिकाले तपाईले आफ्नो गुगल अकाउंट जीमेल आईडी को पासवर्ड चेन्ज गर्नु होला। अब तपाईले यो भन्दा अगाडि जुन न्यू पासवर्ड क्रिएट गर्नु भयो नि, तपाईको गुगल अकाउंट जीमेल आईडी को पासवर्ड भयो। अब तपाईले त्यो पासवर्डलाई साथीहरु कपीमा लेखेर राख्नु होला।